हेलो हेलो स्वागत छ हजुरहरूलाई मिनी ब्लगमा। आज चाहिँ हजुरहरूलाई मोहिनी झरना लिएर जान्छ है त। कस्तो रहेछ त मोहिनी झरना है, सुनेको मात्रै थियो। अब आज हामी पनि जाँदैछौँ। आउनुहोस् हामीहरू जाँदैछौँ सर्टकट वेबाट। यो चाहिँ सिमलाङ हाइवेबाट चाहिँ अलिकति तल झरिसकेपछि यो झोलुङ्गे पुल आउँदो रहेछ। अनि यही झोलुङ्गे पुल हुँदै चाहिँ हामी जानुपर्ने रहेछ। धेरै सर्टकट रहेछ यहाँबाट चाहिँ। बाइकबाट जाँदा चाहिँ उताबाट घुमेर जानुपर्छ अरे। अलि बाटो ठाउँ ठाउँमा नराम्रो पनि छ भन्नुभयो। अनि त्यही भएर हामी पनि हिँडेरै जाऊँ न त हेर्दै हेर्दै भन्ने भयो। अनि त्यही भएर हामी दुईजना पनि झोलुङ्गे पुल हुँदै अनि त्यसपछि यो हेर्दै बाटोहरू जाँदैछौँ रमाइलो गर्दै है। यो झोलुङ्गे पुलमा चाहिँ साह्रै रमाइलो भयो, किनभने यताउतिको सबैतिरको दृश्यहरू पनि हेऱ्यौँ हामीले। वाउ भन्दै हामी दुईजना चाहिँ गफ गर्दै गइरहेका थियौँ। अनि झोलुङ्गे पुल सकिसकेपछि चाहिँ यहाँ दुईवटा बाटो आउँछ, राइट र लेफ्ट। तर कता जाने भइरहेको थियो कि, किनभने हामी पहिलोपटक थियो। अब कताबाट जाने अनि हामीले गुगल म्याप हेर्दै अनि त्यसपछि सोधपुछ गर्दै, फोनमा पनि सोधपुछ गर्दै हामी जाँदै थियौँ। घाम यति चर्केको थियो बाबा, त्यो घामले त हेर्नै नसक्ने अवस्था थियो। बल्ल बल्ल ठाउँ पो देख्यो त। झर्न जाने बाटो यता हो आमा, यता ल यहाँ रहेछ। ल महावीर यहाँ फोन पनि गर्दै हुनुहुन्छ। कहाँबाट आउनुभएको? भारी बोकेर ए खाऊ न। ओहो कति राम्रो रहेछ हो काँक्रा त। ल खाउँ त। एउटा कति हुनु एउटालाई कसरी? सानो लिनु 50 हुन्छ। कलिलो राम्रो छ, ठिकै छ खानालाई। 50 रुपियाँ गोटा। ए ल त एउटा भयो हुन्छ। दुईवटा बोकाउनु न। दुईवटा किन खाँदै जाने? लिनु त झोलामा हाल्ने, जहाँ खानु मन लाग्छ त्यहाँ खाने कि। खाँदा त के भयो त, पैसा यहाँ मसँग छ हो। अनि हो नि यो शीतलमा लिनु आमा। हस् बोनी भयो आमाको। लो दुई कस्तो आमाको। लो ल गयो ल आमै। ए यहीँ हो। ए ल हस्। यहाँबाटै जाने हो, बाटो भुल्ने ठाउँ छैन। लु साथी, हामीले चाहिँ मोहिनी झर्ना जाने बाटोमा काँक्रो दुईवटा पनि किन्यो होइन। 50 रुपियाँ गोटा पो रहेछ। मैले ठिकै छ, बुढी मान्छेको भनेर किन्दै हो कि। अर्को झोलुङ्गे पनि आउँदो रहेछ। त्यो एउटा झोलुङ्गे यता कटेको थियो, अनि यहाँ पनि दुईवटा झोलुङ्गे रहेछ। हामी पनि कन्फ्युज भएर भुल्न चाहिँ भुलेन। कालो चढ्नु पर्ने रहेछ। काँक्रो खाँदै, लोकल काँक्रो खाँदै चढिरहेको छु। काँक्रो रोपेको सिद्धो बोल्नु सक्दैन।
पुरा थाकेर हिँड्नै सकेन। साह्रो त होइन भौगोलिक कारणले गर्दा त्यस्तो भयो। लो है साथी आइपुग्यो हामी त हेर्नु मोहिनी झरना बल्ल आइपुग्यो। त्यताबाटै हो। उताबाटै होला। खाल्टोमा रहेछ। ल साथी हामी त उसबाट पनि आयो है, नजिकबाट पनि हेर्न आयो तल। अफ सिजनमा यहाँ डर लाग्छ होला है। ल ल मोहिनी झर्ना भने यही हो है। स्विमिङ खेल्न आउँछ भने यहाँ चाहिँ मेरो स्विमिङ कस्टमहरू पनि पाउँदैछ, यहाँ खेल्दा नि हुँदैछ। तर मलाई चाहिँ जिरो नलेज, स्विमिङको जिरो नलेज है। स्विमिङ खेल्न आउँदैन। आइपुग्यो ल नजिकबाट। पानीको फोहोर आउँदो रहेछ। फाइनली आइपुग्यो साथी। ल साथी हामी चाहिँ एकछिन त्यहाँ बस्यो, अनि त्यस फोटोसोटो खिचेर भिडियो बनाएर हामी त फर्किहाल्यो। अन्तिमसम्म मेरो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यदि मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। बाई बाई।